नमस्ते सम्पूर्णमा म सफल सेन म आर्यन साउथ र हामीले एज अ इन्क्युबेसन प्रोग्राममा एकाडेमिया इन्टरनेसनल कलेजमा स्टुडेन्ट अटेन्डेन्स म्यानेजमेन्ट सिस्टम प्रोजेक्ट चाहिँ पाएका थियौँ र यो प्रोजेक्ट बनाउन हामीले पन टेक्नोलोजी युज गरेका छौँ र यो पन टेक्नोलोजी चाहिँ रोल बेस्ड एक्सेस कन्ट्रोलमा आधारित छ। यसमा एडमिन, टिचर, स्टुडेन्ट गरेर 3 जना रोल छ र 3 जना रोल बेस्ड मान्छेको चाहिँ आफ्नो ड्यासबोर्ड रहेछ र ड्यासबोर्डमा के कस्ता कुराहरू हुन्छ भन्ने कुरा आर्यन साथीले भन्नुभयो। सुरुमा त लगइन हुन्छ। लगइनमा चाहिँ एडमिनले चाहिँ लगइन गरिसकेपछि एडमिनले चाहिँ युजर, ब्याचेस, डिपार्टमेन्ट, सेक्सन, सब्जेक्ट सबै मेन्टेन गर्न मिल्यो। त्यसपछि अटेन्डेन्स पनि एडमिनले हेर्न मिल्यो र रिपोर्टहरू एक्सपोर्ट गर्न मिल्छ र त्यससाथै टिचरले चाहिँ आफ्नो असाइन्ड सब्जेक्टमा चाहिँ स्टुडेन्टहरूको क्रेड सेसन गरेर अटेन्डेन्स मार्क गर्न मिल्छ र त्यससाथै स्टुडेन्टले चाहिँ आफ्नो प्रोफाइलमा चाहिँ सब्जेक्ट वाइज आफ्नो अटेन्डेन्स पर्सेन्टेज हेर्न मिल्यो र त्यससाथै 80% बिलो कुनै पनि सब्जेक्टमा छ भने स्टुडेन्टलाई चाहिँ नोटिफाइड हुन्छ थ्रु मेल एन्ड इन एप। अनि एडमिनले चाहिँ टिचरहरूलाई चाहिँ सब्जेक्ट चाहिँ असाइन गर्न मिल्छ, जस्तै कि टिचरले चाहिँ कुन सब्जेक्ट चाहिँ कुन टिचरले पढाउँछ भनेर त्यो असाइन गर्न मिल्यो। त्यससाथै एडमिनले युजर क्रिएट गर्ने, डिलिट गर्ने, एडिट गर्ने सबै लगभग एपको सबै एक्सेस चाहिँ एडमिनसँगै हुन्छ। स्टुडेन्टले चाहिँ आफ्नो प्रोफाइल मात्र हेर्न पाउँछ र टिचरले चाहिँ आफ्नो असाइन सब्जेक्टमा चाहिँ क्रेड सेसन र अटेन्डेन्स मार्क मात्र गर्ने हो।